इस्कुस घिरम्ला आलुको तरकारी अनि मिक्स दाल चानेको दाल मिठो छ इस्कुसको हल्का छेस्का लागेको है टमाटर आजभोलि कति रुपियाँ किलो छ थाहा छैन 70-80 खोइ त आज DDC को दुध कति छिटो हिँड्न थाली क्या सल्याप्तै गइदिन्छ त्यही छ भने त्यहाँ हामी पहिला है अब त छिटो हिँड्न थाल्यो तपाईँ मोबाइलले कुन्दिन झुक्क्याउँछ भने डर छ मलाई यस्तो फेरि बसेर फेरि कहाँ भने अष्टावक्र दादा बाबा तिमीलाई त अष्टवक्र अरे यहाँ कहाँ बस्नु सर यस्तो बानी तिमी उठ्या हो मलाई दुध देऊ है त्यति भातसँग खान्छु थोरै ल्याऊ ल तर्छ भने तर्ल्यौ भात त एक भागे पहिल्यै टन्नले नै बस्ने है पहिल्यै आफ्नो चाहिने जति लिने कुकु खाएको देखेर नौलो लाग्यो तर मिठो थियो दुधको तर चाहिँ नखाइ नहुने क्या दुधको स्वाद त कस्तो फरक भयो भने आजु कुकु आउने दिदीसँग आउने पखा है
खुब खाएको हेरेँ दिदीसँग आउँछौ अडिएर बसिए त्यो खाएको हेरेर ल यसरी बर्छ खाएको हेरेर राम्ररी बर्छ है कचक कुचुक नपारिदिनु रिसाउँछ फेरि आउने भने त अडिएर बस भनेको दिदी आउँछौ मसँग आउँछौ दिदी फुपू भने नि एउटै हो भन्दा सुन्दा राम्रो हुन्छ नि फुपू ए राम्रो हुँदैन पर